आज युएसमा भएको घटनाले पुरा इन्टरनेट डिभाइड भएको छ। कतिले यसलाई सिरियस सिक्युरिटी इन्सिडेन्ट भनेका छन् भने अर्कोतिर कतिले यसलाई नाटक भन्ने क्वेशन उठाइरहेका छन्। यदि तपाईले यो न्यूज सुन्नु भएको थिएन भने आज डोनाल्ड ट्रम्प सहित धेरै युएसका वरिष्ठ पोलिटिशियन उपस्थित भएको डिनरमा गोली चलेको थियो र यति हाहाकार मचिएको थियो कि ट्रम्प सहित धेरैलाई सिक्रेट सर्भिसले सुरक्षित ठाउँमा दौडाउनु परेको थियो। तर यो घटनापछि सोशल मिडियाभरि ठूलो डिबेट सुरु भएको छ। एकचोटी यो भिडियो हेर्नु है। He is ready to rumble. I will tell you, this speech tonight will be classic Donald J. Trump. It'll be funny. It'll be entertaining. There will be some shots fired tonight in the room. So everyone should tune in. It's going to be really great. I'm looking forward. यो व्हाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलाइन लेभिट हुन् र यो इन्टरभ्यू घटना हुनुको एकछिन अगाडिको इन्टरभ्यू हो। यहाँ उनले शट्स फायर्ड भनेर अर्कै कन्टेक्स्टमा भनेको हुन सक्छ, तर यो भिडियो अहिले इन्टरनेटभरि फैलिरहेको छ र यसलाई लिएर धेरै मान्छेहरूले आफ्नो इन्टरप्रिटेसन दिएका छन्। अर्कोतिर यदि तपाईलाई याद छ भने पहिला एकचोटि पनि यस्तै घटना भएको थियो, तर केही व्यक्तिहरू जसमा जो केन्ट पनि पर्छन् उनीहरूले त्यो बेला इन्भेस्टिगेसन राम्रोसँग नभएको र यो इन्भेस्टिगेसन ट्रम्प आफैले बन्द गरेको जस्तो देखिन्छ भनी क्वेशन उठाएका थिए। त्यसैले यो इभेन्ट पनि अहिले साँच्चै हो कि नाटक हो भन्ने कुरामा सोशल मिडियाभरि क्वेशन उठिरहेको छ। तर यो सबै कुराहरू अहिलेको लागि चाहिँ कन्स्पिरेसी हुन् र अफिसियली कन्फर्म भएको छैन। तपाईको विचारमा चाहिँ यो रियल हो कि होइन कमेन्ट गर्नु होला है।